हाई गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज फेरि एउटा इन्ट्रेस्टिङ नयाँ युजफुल भिडियोका साथ म नागेन्द्र उपस्थित भइसकेको छु। आज हामी यो भिडियो अन्तर्गत रहेर एकदमै इम्पोर्टेन्ट सेटिङ सिक्नेछौँ स्यामसुङ अकाउन्टको बारेमा। स्यामसुङ अकाउन्ट तपाईँले अलरेडी बनाइसक्नु भएको छ, तर तपाईँ एक देशबाट अर्को देशमा तपाईँ जानुभयो भने तपाईँले कसरी तपाईँको स्यामसुङ अकाउन्टको रिजियन अथवा कन्ट्री कसरी तपाईँले चेन्ज गर्न सक्नुहुन्छ, त्यो सबै प्रोसेस आजको यस भिडियोमा रहेर तपाईँहरूलाई जानकारी गराउनेछु। त्यही भएर भिडियो एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। यदि यो सिक्न इन्ट्रेस्टिङ हुनुहुन्छ भने तपाईँहरूले सुरुदेखि अन्त्यसम्म यो भिडियो हेरेर साथ दिनुहोला। अब धेरै ढिला नगरिकन यसको प्रोसेसतिर लागौँ। के अरे, अब सुरुमा म तपाईँहरूलाई यहाँ म सेटिङमा लाग्छु। सेटिङमा लगिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ मेरो स्यामसुङ अकाउन्ट मैले अलरेडी लगइन गरिसकेको छु। मैले अलरेडी स्यामसुङ अकाउन्ट क्रिएट गरिसकेको छु। अब यसमा म तपाईँहरूलाई ट्याप गरेर यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ तपाईँले प्रोफाइल इन्फो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यसमा ट्याप गरेर तपाईँ कुन कन्ट्रीमा अहिले यो मोबाइल रजिस्टर भएको छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। तल आएर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ कन्ट्री और रिजियन तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मलेसिया छ। यो मलेसियामा मैले बाई गरेको थिएँ र अब मलाई यो कन्ट्री चेन्ज गर्नु पर्यो। त्यो हामीले कसरी गर्ने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यसमा तपाईँले ट्याप गर्नुभयो भने तपाईँले चेन्ज गर्न सक्नुहुन्न। यो तपाईँको कन्ट्री अब यहाँ चेन्ज गर्नुपर्ने भयो। यदि तपाईँ नेपालमा हुनुहुन्छ, नेपालमा कसरी चेन्ज गर्ने अथवा जुनसुकै कन्ट्रीमा तपाईँ हुनुहुन्छ त्यो कसरी चेन्ज गर्ने यहाँबाट चेन्ज गर्न सक्नुहुन्न सेटिङबाट। यसको लागि अब सिम्पली तपाईँ गुगल क्रोम अथवा कुनै पनि ब्राउजरमा तपाईँले गएर सर्च गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मैले क्रोम ब्राउजर खोलिसकेको छु। अब सिम्पली यहाँ तपाईँले टाइप गर्नुपर्ने हुन्छ स्यामसुङ अकाउन्ट। तपाईँले यहाँ सिम्पली स्यामसुङ अकाउन्ट टाइप गरेर सर्च गर्नुहुन्छ। अब यो स्यामसुङ अकाउन्ट टाइप गरिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सुरुमै आयो account.samsung.com। तपाईँले यो सर्च गर्न सक्नुहुन्छ। अब सिम्पली हामी यसमा टच गरिदिन्छौँ। यसमा टच गरिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यहाँ अरबिकमा आइरहेको छ। अब यो अरबिक भाषा म चेन्ज गर्छु पहिला सुरुमा, किनकि यो बुझ्न गाह्रो भयो। सिम्पली तपाईँ यो क्रोमको यो 3 डटमा तपाईँले टच गरिदिनुहुन्छ। यसमा टच गरिसके पछाडि तपाईँले यहाँ ट्रान्सलेटको अप्सन पाउनुहुन्छ। यहाँ ट्रान्सलेटमा क्लिक गरिदिनुहुन्छ। यसमा क्लिक गरिसके पछाडि अब हामीले यो इङ्ग्लिसमा सजिलो हुन्छ नि त यो सबै चेन्ज गर्नको लागि। र यो एकदमै इम्पोर्टेन्ट सेटिङ छ। यदि तपाईँ स्यामसुङ युजर हुनुहुन्छ भने यो तपाईँलाई पछि थाहा हुन्छ, किनकि अब हामी स्यामसुङ पे वालेट युज गर्छौँ भने त्यहाँ यो एकदमै इम्पोर्टेन्ट हुन जान्छ। अब सुरुमा तपाईँले लगइन गर्नुपर्ने हुन्छ तपाईँको अकाउन्ट। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। सिम्पली म अब यहाँ प्रोफाइलमा क्लिक गरिदिन्छु। यो प्रोफाइलमा तपाईँले हेर्न सक्नुहुन्छ मेरो अकाउन्ट यहाँ लगइन भइसकेको छ मेरो इमेल आइडीबाट। तपाईँले यसलाई म्यानेज पनि गर्न सक्नुहुन्छ। अब सिम्पली तपाईँ स्क्रोल डाउन गर्दै तल आउनुहुन्छ। तल आइसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ फोन नम्बर पनि मलेसियाको छ। अब म यो सबै चेन्ज गर्छु। यहाँ हेर्न सक्नुहुन्छ सुरुमा अब हामी यहाँ कन्ट्री चेन्ज गर्नुपर्ने हुन्छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ मलेसिया छ, किनकि मैले अघि पनि भने मलेसियामा मैले यो फोन बाई गरेको थिएँ। अब मलाई साउदीमा आइसक्यो। अब साउदीमा मलाई यो चेन्ज गर्नु पर्यो। अब मोडिफाई पर्सनल इन्फर्मेसन तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यसमा सिम्पली तपाईँले टच गरिदिनुहुन्छ। यसमा टच गरिसके पछाडि तपाईँले हेर्न सक्नुहुन्छ एड फोन नम्बरको अप्सनहरू आएको छ। अनि निक नेम, मेसेज स्टेटस यो सबै छोडिदिउँ। तपाईँ तल आएर यहाँ हेर्न सक्नुहुन्छ तपाईँको कन्ट्री। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ कन्ट्रीमा अब यहाँ चुज गर्नुपर्ने हुन्छ हामी। तपाईँ सिम्पली यो कन्ट्री और रिजनमा सेलेक्ट गरिदिनुहुन्छ। यहाँ टच गरिदिनुहुन्छ। यसमा टच गरिसके पछाडि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ कन्ट्री रिजन आएको छ। अब यो युरोपमा हुनुहुन्छ भने युरोपको कन्ट्रीहरू सिलेक्ट गर्नुहोला। तपाईँ संसारको जुनसुकै कन्ट्रीलाई चेन्ज गर्न सक्नुहुन्छ यसरी।
यदि तपाईँ एसियन कन्ट्रीहरूभित्र हुनुहुन्छ भने तपाईँले यहाँ एसियन कन्ट्रीमा तपाईँले यो हेर्न सक्नुहुन्छ। यसमा हामी नेपालको चेन्ज गर्न चाहन्छौँ भने यसमा नेपाल पनि छ। अमेरिकन कन्ट्रीमा यदि तपाईँ हुनुहुन्छ भने यो अमेरिकाको कन्ट्रीहरू तपाईँले चुज गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। तत्काल म चाहिँ मिडल इस्ट एन्ड अफ्रिका यो कन्ट्रीभित्र चाहिँ म चाहिँ छु, यो मिडल इस्ट कन्ट्रीभित्र। त्यही भएर यो मिडल इस्ट कन्ट्रीभित्र यो अफगानिस्तान, अल्जेरिया यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। दुबई, बहराइन यी कन्ट्रीहरू मिडल इस्टभित्र पर्छन्, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। र अहिले म चाहिँ साउदीमा छु, त्यही भएर म यो साउदी यहाँ चुज गर्छु। यहाँ खोज्नुपर्छ कहाँ छ। यहाँ हेर्न सक्नुहुन्छ साउदी अरबिया। यो यदि तपाईँ साउदीमै हुनुहुन्छ भने साउदी अरबिया यहाँ क्लिक गरिदिनुहुन्छ। म अहिले चाहिँ साउदी अरबियामा क्लिक गरिदिएँ। यति क्लिक गरिसके पछाडि तपाईँ तल आउनुहुन्छ। यो तल आइसके पछाडि तपाईँले यहाँ चेन्जिङ भनेर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अर्को क्यान्सलेसन छ। म अहिले चाहिँ चेन्जिङमा ट्याप गरिदिन्छु। यहाँ कन्टिन्यूमा एडिसनमा ट्याप गरिदिनुहुन्छ। यो एडिसनमा ट्याप गरिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। रजिस्टर योर फोन नम्बर भनेको छ यो कन्ट्री कोड। अब म यसलाई चाहिँ सिम्पली यसमा चाहिँ साउदीको फोन नम्बर एड गर्छु। हुनुहुन्छ साउदी अरेबिया। अब यो साउदी अरेबियाको कन्ट्री कोड चुज गरिसके पछाडि प्लिज इन्टर योर फोन नम्बर भनेको छ। अब सिम्पली हामी यसमा फोन नम्बर एड गरिदिन्छौँ साउदीको। हेर्न सक्नुहुन्छ मैले फोन नम्बर एड गरिसके पछाडि यहाँ फोन नम्बरमा कोड आउँछ। त्यो कोड हामीले यहाँ राख्नुपर्ने हुन्छ। फोन नम्बरमा आएको कोड तपाईँले यहाँ पेस्ट गरिदिनुहुन्छ। यो कोड राखिसके पछाडि तपाईँले यहाँ फुलफिलमेन्टमा तपाईँले क्लिक गरिदिनुहुन्छ। र मैले यो फोन नम्बर अलरेडी युज भइसकेको छ, त्यही भएर यहाँ अलरेडी बताइसकेको छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। साथीहरू तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। मैले फेरि यहाँ स्यामसङको एकाउन्ट लगइन गरिसकेको छु गुगलमा। र अब म तपाईँहरूलाई प्रोफाइलमा तपाईँले यहाँ देखाउन चाहन्छु। यहाँ प्रोफाइलमा गइसके पछाडि तपाईँ तल डाउनमा स्क्रोल गर्दै जानुभयो भने तपाईँले यहाँ अघि एसिया हेर्दै हुनुहुन्थ्यो। अहिले चाहिँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ साउदी अरेबिया भनेर यहाँ आइसकेको छ। यानि मेरो यो स्यामसङ एकाउन्टमा मेरो पर्सनल डिटेल चेन्ज भइसकेको छ, कन्ट्री चेन्ज भइसकेको छ। यसरी नै तपाईँहरूले तपाईँको स्यामसङ अकाउन्टको तपाईँको रिजियन अथवा कन्ट्री तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। र म तपाईँहरूलाई यहाँ सेटिङमा पनि लगेर तपाईँलाई देखाउन चाहन्छु। तपाईँ फेरि यहाँ सेटिङमा जानुहुन्छ। सेटिङमा गइसके पछाडि तपाईँको सुरुमा यहाँ तपाईँको यसमा प्रोफाइलमा टच गर्नुभयो भने तपाईँले यहाँ अब प्रोफाइल इन्फो भनेर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यसमा टच गरिदिनुहुन्छ। यसमा टच गरिसके पछाडि तपाईँले तल यहाँ हेर्दै हुनुहुन्छ कन्ट्री और रिजियन साउदी अरेबिया छ। अब हामीले स्यामसङ पेबाट एक्सेप्ट गर्ने पेमेन्टहरू पनि अब हामीले सजिलै तरिकाले यसरी गर्न सकिन्छ। आशा छ साथीहरू तपाईँहरूले यो भिडियो हेरेर पक्कै पनि तपाईँको स्यामसङ अकाउन्टको कन्ट्री अथवा रिजियन कसरी चेन्ज गर्नु जानकारी पाइसक्नु भएको छ। यदि भिडियो मन परेको छ भने कृपया एक लाइक गरेर साथीभाइलाई पनि सेयर गरिदिन नभुल्नुहोला। र पहिलोचोटि मेरो युट्युब च्यानलमा आउनु भएको छ भने कृपया सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला। यति भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ। ह्याभ अ नाइस डे। सी यू इन द नेक्स्ट भिडियो।